अहिलेको चुनावमा बालेनले जितोस् या हारोस् कसैलाई पनि सरकार थिएन। सरकार थियो त केपी बाले चाहिँ हार्नुपर्छ है भनेर, किनकि केपी बाले काम नै त्यस्तो गरेका थिए होइन। बालेनले जित्दा भन्दा पनि केपी बाले हार्दा देशबाट धेरै जनता खुसी छन् र खुसी बनाउने कारण पनि केपी बाकै हातमा छ होइन। कमसेकम तिनीसँग हिँडेको र तिनको साथ सपोर्ट गरेको मान्छेले मात्र भोट हालेको भए पनि केही सङ्ख्यामा भोट बढ्ने थियो, तर त्यो पनि गरेनन्। आफ्नै कार्यकर्ताले समेत भोट दिएनन् भनिसकेपछि कति रुष्ट रहेछन् त आफ्नै पार्टीका मान्छे। त्यो दम्भले गर्दा आज हार्न पर्यो, पार्टी पत्ता साफ हुन पर्यो। यस्तै गर्ने हो भने अब आजभोलि लडेरै, युद्ध गरेरै, काटमार गरेरै, सबैलाई शोषण गरेरै जितिन्छ भन्ने होइन। चुनाव गरेर पनि यसरी पत्ता साफ भइदो रहेछ नि त, थाहा भयो नि त होइन। अब साँच्चिने कि सुध्रिने आफ्नो हातमा छ र त्यो दम्भलाई अब आफैले लुकाएर राख्नुहोस्। त्यो दम्भले गर्दा, तपाईँले गर्दा अन्य पार्टीहरूलाई समेत क्षति भयो। तपाईँ त डुब्नु भयो भयो, तपाईँले दुनियाँलाई पनि डुबाउनु भयो। त्यसैले अब देश बन्दैछ, देश राम्रोको हातमा गयो कि नराम्रोको हातमा गयो त्यो आउने दिनले बताउला। तर तपाईँको दम्भले गर्दा आज देशले जितेको छ, तपाईँले हार्नुभएको छ। तपाईँलाई आफ्नै मान्छेले पनि भोट हाल्न सकेनन्, हात कामे। त्यसैले खुट्टा पनि कामे सायद, जति भोट खस्नु पर्यो त भोट खसेनन् हो। सूर्यमा नहालेर अरूमा हाल्ने हात कामेरै हुनुपर्छ भोट हाल्न नगएको। त्यसैले अब पनि समय छ, सुध्रिनुहोस् बा, छोडिदिनुहोस् राजनीति, सन्यास लिएर बस्नुहोस्, सल्लाहकार भएर बस्नुहोस्, देश बनेको हेर्नुहोस्, देश अझै नबिगार्नुहोस्।